सबैजनालाई नमस्ते अनि स्वागत छ मेरो यो छोटो भिडियोमा हजुरहरूलाई। आज चाहिँ मैले एउटा मिठो भिडियो लिएर आएको छु। हजुरहरू हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा पनि राखेकी छु। अनि यहाँ चाहिँ आज हाम्रो घरमा पार्टी चलिरहेको छ अनि हामी आफ्नो काम गरिरहेका छौँ। बिनाजु भाइले प्याज काट्दै हुनुहुन्छ, मम्मी माइजू लसुन बनाउँदै हुनुहुन्थ्यो। म चाहिँ मसला कुटिरहेको थिएँ। अनि त्यसपछि हाम्रो खसी ढल्यो। खसी ढलिसकेपछि त्यहाँ हामी बसिरहेका थियौँ। दाइले चाहिँ त्यो बनाउनु भयो। बनाइसकेपछि दाइले चाहिँ भाँडा धस्काउनेले खसी धस्काइराख्नु भएको थियो। अनि मैले भने दाइ भाँडा धस्काउनेले चाहिँ यो धस्काइराख्नु भएको छ भनेको यो चाहिँ भर्खर बजारबाट लिएको नयाँ हो क्या बहिनी भनेर भन्नुभयो। अनि भनिसकेपछि त्यसपछि बनाउँदै हुनुहुन्थ्यो। अनि बनाइसकेपछि त्यहाँ फेरि दाइ भाइ अनि बिनाजु मिलेर फेरि ती सब बनाउनु भयो। बनाइसकेपछि त्यसपछि हाम्रो भयो मासु कटिङ। मासु कटिङ भइसकेपछि मैले चाहिँ बनाएँ भुटुवा। भुटुवा बनाइसकेपछि है बनाइसकेपछि बिनाजुले मलाई हेल्प गर्न आउनुभयो। हेल्प गर्न आइसकेपछि म अलिअलि भिडियो लिएँ। फर्स्ट टाइम भएर मैले चाहिँ भिडियो ल्याउनै छुटाइरहेको थिएँ। अनि त्यसपछि कस्तो राम्रो मेरो क्यामेरा लिएको भनेर भनिराखेको थिएँ मैले। अनि त्यसपछि त्यो बिनाजुले राखिदिनु भयो। राखिदिइसकेपछि चाहिँ हामीले त्यसलाई राम्रोसँग फ्राई गऱ्यौँ। फ्राई गरिसकेपछि त्यसलाई ढाकिदियौँ। अनि त्यसपछि चाहिँ यसको मैले लास्ट लुक्स ल्याउनै भुलेछु। अनि हामी चाहिँ अर्को सब्जी रेडी बनाउनतिर लाग्यौँ। अनि त्यो पनि तयारी भइसकेपछि चाहिँ मैले 2 जनाको लागि भित्र ब्रोइलर कुखुराको मासु बनाउन लागेँ। त्यसपछि चाहिँ मेरो भित्र भइसकेपछि चाहिँ गर्मीले हालत खराब भइसकेको थियो है। अनि त्यहाँ चाहिँ बनाउँदा चाहिँ मैले मेरो हालत देखाउनु मन लाग्यो है, कस्तो बा चाहिँ यहाँको गर्मीले भनेर मैले देखाइरहेको छु। अनि त्यसपछि चाहिँ सब रेडी भइरहेकै थियो। अनि हामी चाहिँ खाना दियौँ। त्यहाँ दिदीहरू हुनुहुन्थ्यो भित्रमा अनि बाहिर चाहिँ दाइहरू आफै इन्जोय लिइराख्नु भएको थियो। त्यसपछि सबैजना इन्जोय लिनु भयो। मैले चाहिँ हामी फ्यामिलीको चाहिँ भिडियो ल्याउनै भुलेछु क्या लास्टमा। अनि त्यसपछि आजको लागि यति नै हो भिडियो। बाई बाई गाइज।